हेलो गाइज, के छ खबर? ल आजको छुट्टी चाहिँ साइकलसँग मनाउने भयो मैले। अब यो साइकल लिएर म हिउँमा टक्क डुल्छु होइन। हेरौँ अब कहाँ पुगिन्छ, के गरिन्छ थाहा छैन। अब यस्तो हिउँमा साइकल चलाउनु भनेको अब आउ नै हो, तर रिस लिने कहाँ नि भने हिउँमा चाहिँ चलाउनु नसकेर अब नै भन्दै चलाइ छैन। म चाहिँ अब राइडर। दाइजबु टिका सान कति सुवाद टेका माए बाँकी चुनो नाका लगाइज। आज हाम्रो साइक्लिङ भ्लग छ है। सबैजनाले लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अब यो जापानिज त मलाई खासै बोल्न आउन्न, यसो टुक्रा टुक्री गाँस्दै बोल्ने हो। जापानिज जान्नेहरूले चाहिँ खिसी नउडाइदिनु होला। अब नेपालीमा भए त म बोल्न सक्छु के। फेरि मैले बोलेको त्यसले बुझ्दिनँ, त्यसले बोलेको मैले बुझ्दिनँ नि त। आफ्नो भाषा बोलियो भने त्यही भएर जानी नजानी जापानिज बोल्नै पर्छ ने। जापानिज गो डाके वाक्रे ने। त्यही भएर चाहिँ अब ऊ त एकदम जान्ने छ, जेउजू छ भाषामा। म चाहिँ छैन। अब म त यानटेन हो, माइला दाईको साथी। त्यो चाहिँ यानसान यान्नी बराबरको सर्टिफिकेटै छ क्या। यान्नी छ कि यानसान छ, तर बोल्न त यान्नी चिसै सक्छ हो। खासमा यस्तो गाडीमा हिँड्न पर्ने हो क्या अरे। अब हामी चाहिँ यस्तो गाडीमा छौँ, तर त्यसमा भन्दा यसमै मजा छ। यो एकिमास्यो Tikasan, Indonesia mo, jitense aru, ipai cukau? Oh, minna cukau? Oh, oh, oh. ल गाइज, हामी चाहिँ सर हिँडिरहेछौँ। यो प्लान चाहिँ कस्तो भयो भन्दा हिजो हामी 7 गर्थ्यौँ हिँड्दै, अनि चाहिँ बाटो चाहिँ राम्रै देखियो। अनि त्यहाँ चाहिँ भने कि साइक्लिङ जाम न दिपक भने, रुममा पनि कति बस्ने, यसको पनि अब काम छैन। अनि ल त नि भनिदिएँ मैले पनि। अब जानु लाग्यो, अब कता गइन्छ त्यो चाहिँ थाहा छैन। अब जता जता गइन्छ त्यतैको सानो सानो क्लिप चाहिँ हालिन्छ। ल है गाइज, हेरिदिनु होला सबैले। ल गाइज, हामी चाहिँ बाटोमा आइसकेका छौँ। अब यही बाटो हुँदै हामी जान्छौँ, कता जान्छौँ त्यो चाहिँ थाहा छैन है। चिसो हुँदो रहेछ गाइज। आमामामा लास्टै चिसो छ। कहाँ गयो, म त स्पिड आयो क्या। त्यो फेरि पछाडि लड्ली यार। ए आउँदै रहेछ पिकासन। यो तर मजा आउँदो रहेछ सामुई मेच। कता जाने भन्ने थाहा छैन। म यसलाई सोध्छु है। पिकासन दोको दोको इकुन देशका लसन। ओके, लसन जाने भन्ने हो पहिला सुरु, अनि त्यसपछि कता हुन्छ हेरौँ। ल बाटो चाहिँ लगभग हिजोकै हो। यस्तै छ। खासमा यो साइकल चलाउँदा मोबाइल चलाउन चाहिँ पाइन्न जापानमा, तर हाम्रो गाउँ एरिया भएर पुलिसहरू आउँदै आउँदैन भन्नाले यसमा चाहिँ, यो बाटोमा चाहिँ आउँछन्। यसमा चाहिँ अलिक होसियार हुनुपर्छ। अनि भित्र बाटोमा चाहिँ आउँदैन। त्यही भएर मैले रिक्स लिइदिएको सुरुमा है। यस्तै छ। आज चाहिँ घाम लाग्छ क्या, यस्तो मिठो घाम लाग्छ।
तातो भएछ क्या तलको भाग चाहिँ चिसो छ तर हावा चाहिँ तातो चलिरहेछ क्या घाम चाहिँ मिठो रहेछ धेरै पछि घाम ताप्न पाइएछ मजा भइरहेछ लगाइछ अरे अब हिँड्दै आयो भए 30 मिनट लाग्थ्यो साइकलमा त्यही 6-7 मिनटमै आइदो रहेछ होइन यता अगाडि हुनुहुन्छ म यहाँ चाहिँ अब लसनमा गएर कफी सफी खाने अनि अलि उता एउटा वाटरफल्स छ त्यहाँ जाने कुरा भयो ठिक छ साम Cimete lasan no Koinomu kara waterfalls Kochino そう行くねコーヒー飲んでからはい先を行っていこうと思います。はいありがとうございますसबैजनालाई जसले यो भ्लग हेरिदिनु भएको छ ल हामी चाहिँ आइयो बजार आइयो गाइज बजार गाउँदेखि बजार आइयो यता माथि 7 छ भने यता तल लसन छ यही हो हाम्रो बजार अब हाम्रो साइकल पार्किङतिर गइन्छ टक्क पार्किङमा साइकल राखिन्छ पुरो पाउरोटी र कफी हानी भयो रोज्दै छौँ हामी हाई गाइजこれは粒あんパンというパンですよ。いただきます。よいただきます私も iPhone 買いたいです。てかさんのもさんね使い方わからないですよ。よそろそろTika के छ ओके ठिक छ अलिअलि नेपाली सिक्दैछ म एकै ओके त्यच गाइज अब हामी चाहिँ यहाँ कफी सफी अनि पाउरोटी खाएर यात्रा अगाडि बढायौँ लसनबाट अब त्यो चाहिँ उहाँ अगाडि पुगिसकेकी छ अब हेरौँ कता कता गइन्छ यहाँ एसआई पसलमा चाहिँ कति बजे बन्द हुन्छ भने सोध्न नि छ अनि अहिले घर फर्किँदा चाहिँ तरकारीहरू किनेर जानु छ ल अब सिचिजी मादे यो दोको खाइता ओ यो इक्कुका9時から15時30分と初めてこっち買うとこっち入れて行くよचाहिँ
5 बजी नै बन्द हुने रहेछ। हामीसँग अब टाइम छैन, 30 मिनट मात्र, 30 मिनटमा उता गएर आउन पाइँदैन। त्यही भएर अहिले नै किन्न पर्यो। अब किनेर यो अगाडि साइकलको अगाडिपट्टि राखेर जाने कुरा भयो। हाम्रो साइकल यता पार्किङ गरेर गाइज हामी चाहिँ लाग्यौँ तरकारी किन्न। के छ तरकारी, अब यस्तै महँगो हुन्छ यहाँ तरकारी फेरि गाइज। कोरे लाइटमा परियो गाइज। अब जाने हो, सिधा अगाडि जाने हामी चाहिँ। जाडो भयो यार, लास्टै भन्दा बढी जाडो भयो। कतिखेर खुल्छ छिटो खुल। जाडो भयो गाइज, जाडो भयो। आउन त आइयो तर लास्टै जाडो भयो। टिकासान सामुइने अब यत्रो आएर के फर्किनु। अब गामबत्ती गर भन्दैछ, गामबत्ती त गर्नै पर्यो। अब यहाँ आएपछि त त्यहीँ हो, अब धेरै छैन, 1-2 मिनट पुग्छ। तर हामी धेरै टाढा आइसक्यौँ। हेर्नुहोस् गाइज, बाटो खाली छ। चिसो भयो क्या, लगभग 5 बजिसक्यो। अनि हामी घरबाट निस्किँदै ढिलो निस्कियो नि त, त्यही भएर छुट्टीको दिनमा उठ्नु मनै लाग्दैन, ढिलो उठ्यो। अनि उठेपछि झ्याल आउँछ है फेरि, के गर्ने कसो गर्ने। त्यही भएर अनि लगाइज अब चाहिँ वाटरफल्स निरको क्लिप एड गर्छु म। गाइजहरू हामी अगाडि बढ्दैछौँ। शान्त वातावरण, चिसो हावा, छुट्टै मजा आइरहेको छ। धेरै पछि चाहिँ यसरी साइक्लिङ गर्न पाइयो। जापान आएर पनि लगभग नेपालमा हुँदा उही लकडाउनको बेलामा मात्र हो जाने। अनि आज साइक्लिङ आउँदाखेरि चाहिँ एउटा याद आयो। हामी चाहिँ नेपाल बन्दको बेलामा चाहिँ साइकल सबै साथीहरू साइक्लिङ गरेर गर्थ्यौँ होइन। यति गइयो कि पोखराबाट मुगलिनसम्म पुगेर फर्किँदा गाह्रो भएर मुगलिनमै साइकल बेचेर अनि त्यो बेचेको पैसाले हामी बस चढेर आसौँ के। अनि त्यो घटनाको चाहिँ ट्याक्कै याद आयो मलाई। केटी उहाँ पछाडि छु फेरि। जस बिस्तारै बिस्तारै गम्बत्ती गरिसे केर्नी त नि जान्छु भनिहाली। अब आउने बेला भयो गाइज। तर कस्तो न्यानो चाहिँ भइरहेछ क्या, त्यो हातहरूमा चाहिँ पन्जा लाउनु पर्ने रहेछ, बिर्सेछ। पन्जा लाएर आएको भए चाहिँ बल मजा हुँदो रहेछ। अरू त फुल सेफ्टी छ। अनि टिकासान गम्बारे गम्बारे कोची कोची यो आसोको आसोको देश रे बोदो मिता रे खाइता वाटरफल्स कोची जाने हो उयो सुकोसी यो गम्बते यसलाई गाह्रो हो। गम्बरे तोइने कति यो निपुण क्योंकि कति मिता सोची त्यो भयो गाइस। त्यही भएर कोची सोचे कोची ताकासाकी ल गाइस। अब हामी चाहिँ हल्का हिँडेर चाहिँ जान्छौँ। यहाँ यसले चलाउन सक्दिनँ, हिउँ छ। अनि त्यही भएर हिँड्दै जानु पर्यो। हिँडेर चाहिँ 2 मिनट हो। अब उ त्यहाँ हो पार्किङ। अनि तल चाहिँ
झर्न पर्छ यत्तिकै त्यही हो जाँदैछौँ फाइनल्ली गाइज हामी आइपुगेका छौँ अब हिँडेर त्यही 1-2 मिनट लाग्छ यस्तो छ ठाउँ पुरै हिउँ छ अब कोची जिखान नै कोची दाके 우도메 falls का 우도메 falls खावा falls 저도 200 meter 그렇지? 250 meter 오, 소카 कियो चुकेते नहीं तो अब नहीं बाटो चाहिँ यस्तो छ गाइज यो ठाउँमा चाहिँ लास्टै चिसो रहेछ अहिले त बरु साइकल चलाउँदा हातमा मात्र चिसो भयो थियो ज्यान त तातिरहेको थियो अहिले त ज्यान पनि चिसो भयो कता जमिन्छ कि जस्तो भयो यस्तो छ बाटो चाहिँ नाचिन त के हो हानामो इपाइहरू किमो इपाइने ओके यसलाई चाहिँ गर्मी महिनामा पनि अर्को त्यो वसन्त ऋतुमा नि आउनु मन लाग्यो अरे यहाँ चाहिँ अहिले त यहाँ उजाड छ नि त जे भए पनि यो पात पतिङ्गर केही छैन सब झरेको यो भई हिउँले सब खान्छ नि त त्यतिखेर चाहिँ बहल हुन्छ गाइज वाटरफल चाहिँ देखिन लाग्यो त्यही हो अहिले भन्दा नि पछि चाहिँ बहल देखिन्छ खासमा यो आउने सिजन चाहिँ होइन हामी चाहिँ यत्तिकै अहिले त्यसलाई मन परेर फोटो खिच्न थालिसक्यो हामी नेपालीहरूलाई त यस्तो झरना त के रमाइलो लाग्थ्यो र किनभने नेपालमा धेरै ठुल्ठुलो झरना बहल बहल झरनाहरू हुन्छ नि त त्यही भएर यो चाहिँ हामीलाई सामान्य नै लाग्छ यहाँ चाहिँ अलि हिँड्न नमिल्ने भएर यहाँ पुल जस्तो बनाएको छ खोलाको माथि माथि करे पछि खामिसामा बुद्ध यस्तो छ हामी अघिल्लो वर्ष आउँदा यस्तो फलामको यो पुल बनाएको थिएन अलिक गाह्रै थियो अहिले चाहिँ यस्तो दामी बनाइदिएको रहेछ होइन ओ माइ गॉड हावा चलेको जाडो भयो गाइज खोलाको आवाज के हो चुके नि ओ फाइनल्ली आइपुगेको छ गाइज हेर्नु त्यहाँ जमेछ पुरा खोलै यसरी जमेछ यो पछि पुरै जम्छ यो वाटरफल पुरै जम्छ अझ अगाडि गएर उस गरौँ यो चिप्लोमा लडियो भने
गाह्रो पर्छ गाइज, त्यही भएर ध्यान दिएर हिँड्नुपर्छ। यही हो वाटरफल्स र त्यसलाई वहीँबाट मन परेर वहीँ बसिरहेको छ त्यो। यो कस्तो लाग्यो गाइज तपाईँहरूलाई यो चाहिँ? हेलो गाइज, हामी चाहिँ अब फर्किँदैछौँ। गाह्रो भयो गाइज, जाडो निमी भयो। अब घर पुग्ने कतिखेर आउनु त आइहाल्यो, अँध्यारो अँध्यारो भइसक्यो। अब जाँदैछौँ, के अरे फोटोसोटो खिचियो एउटा दुइटा, एकछिन बसियो अनि लागियो। हामीलाई अब कम्तीमा नि 30 मिनट जति लाग्छ होला रुम पुग्न। काहीँ यो भ्लग स्लग नबनाइकन, यो भिडियो नबनाइकन खुरुखुरु गइयो भने नत्र 1 घन्टा। अन्त काम छैन, भोलि नि बिदाइ हो। अब जाने भात खाने सुत्ने बाहेक अरू काम छैन। अब यस्तै छ गाइस। सबैले लाइक कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला है। अब म तपाईँहरूलाई देखाउँछु नि हाम्रो जङ्गल। सहर देखाऊँ भने त अब छैन, जङ्गलका यस्तै भ्यूहरू चाहिँ म देखाइरहन्छु। Don't forget to like, comment and subscribe this channel. Bye. हेलो गाइज, हामी त फर्किँदा रातै पर्ने भयो यार। अब जाँदैछौँ, अँध्यारो भइसकेको छ। फेरि साइकलमा लाइट पनि नरहेछ क्या। यो होटलकै साइकल हो, कम्पनीको साइकल हो नि त। अनि त्यहाँ चाहिँ यसमा चाहिँ नरहेछ, अर्कोमा थियो। अनि यो दुइटामा नरहेछ। फेरि इलेक्ट्रिक साइकल पनि थियो, त्यो चाहिँ चार्जै नरहेछ क्या। अनि त्योहरू यही लिएर हिँडेको, त्यो चाहिँ चार्ज गरेर अब भोलि कतै गयो भने त्यो लिएर हिँडिन्छ, त्यो सजिलो हुन्छ। बत्ती पनि छ त्यसमा। यस्तो अँध्यारो भयो है गाइज, तर रमाइलो भयो, फ्रेस पनि भयो, आनन्द पनि आएको छ। अब घुम्नु पर्छ, कति काम गर्ने। हामी चाहिँ अगाडि बढ्दैछौँ, अँध्यारो भइसकेको छ। यो चाहिँ यस्तो लाइटिङ रहेछ। चुकारे त यो कुरुमा कुचिकुरु